त्यो उयो भाइ जत्रै थिए यत्रोमा पनि बोक्नुहुन्थ्यो नुन होइन त्यो अरू त्यो खाना बोक्दिने बोक्ने के ए नुन कति 3-4 किलो नुन बोकेको 4 किलो नुन अनि अरू हातबारीसम्म यही बाटो कहाँ आइपुग्नु काकीहरू कोही छैन बनाएर खानै बस्ने ठाउँको छ पानीको पाइप यही होइन कोकाबाट ल्याएको पाइप अर्काले ल्याएको पाइप लिएर छ नि हर्का दाजुले ए हर्का दाजु सबको दाजु हो नि सबको दाइ नेपालको दाजु हो क्या भाइ कहाँ हिँडेको अरे तिमी कहाँ कसैले सहर भन्दैन रफ कहिले गएको फेरि नि विराट यहीँबाट एन्ट्री गरेर त्यसो जाने होला अहिले चाहिँ कता ए अनि यहाँ काउन्टर त यहाँ छ त उता छुट्टै छ ए मेन एउटा काउन्टर राख्नु नि होइन ल कहाँ आइपुग्यो कान्छा कान्छीहरू श्रम सांस्कृतिक पार्क तिनीहरूलाई पर्खिनु गाडी चलाउन पनि
हाम्रो देशको हाम्रो राज्य हाम्रो आकाश हाम्रै परिवेश এই দেশको ढुङ्गामा कति 15 कति राम्रो नि सस्तो नि अन्त कति सस्तो क्या सस्तो गरेछ नि त अर्को साम्पाङले मान्छे पनि अझै पनि यहाँ कति छ होइन यहाँ ढाक्रो यता सुजन अझहरूलाई यता छिराम न ढाक्रो हेर्नु के फोटोहरू खिच्दै त म मेरोमा उ भएर रेकर्ड भइरहेको छ अहिले खिचाउँला नि यो ढाक्रोमा यहाँ हेर्नु धेरै गर्नु भएको रहेछ आरा भएकोमा खोइ बाबु तमरदेखि ओल्लो कोटाको पाइप ओए तो बोली आगला छोडाउला गाडी हिँडेर त माथि बाटो गाडी हिँड्ने बाटोमा हात्ती छ नि त्यो त काम माथि गरेर सरी यही बाटो खोटाङ पनि जान्थ्यो अरे भरिया ढाक्रो बोकेर सबैजना पनि एकपल्ट त्यो अनि जोडी जोडी खिच्यो कि जानु म खिचिदिन्छु ल अब लगाउनु पर्दैन त्यो खोल्नु गोजीमा राख्नु गिलासमा दिनुहुन्छ
हो त्यहाँ भन्नु खाने ए यो काठ चिर्छ भाइ यो अलिकति माछा हेरिरहनु आमाले पक्रिरहेको छ ओहो कसलाई पर्खिँदै बस्नु भएको हौ कति हो कति यो च्यातिर हालिसकेको परबाट चाहिँ अर्को काट्नुपर्छ होइन हजुर ए ल हस् धन्यवाद देऊ